आओ यार, अपने कान में ईयरफोन्स डाल लो। क्या डाल भी लिए? बहुत तेज हो रहा है, बहुत तेज हो रहा सालो। खरा शुरू करते हैं बिना किसी बकचोदी के। नमस्कार, आज हामी यस भिडियोमा बुझ्नेछौँ नेपालमा किन यौन हिंसा र बलात्कार बढिरहेको छ। ना 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 ना, यौन हिंसा बलात्कार कुनै नयाँ समस्या होइन, यो मानव इतिहासदेखि नै देखा परेको समस्या हो। फरक यति हो कि आज हामी यसलाई अपराध र मानव अधिकारको उल्लङ्घन भनेर बुझ्छौँ। यौन हिंसा र बलात्कार, ये क्या है? बलात्कार भनेको कसैको इच्छा विपरीत उसँग यौन सम्पर्क राख्नु नै बलात्कार हो भने यौन सम्पर्क भनेको कसै व्यक्तिसँग सहमति बिना वा उसको इच्छा विपरीत उसको शरीरसँग गलत तरिकाले व्यवहार गर्नु, छुनु र दबाब दिनु नै यौन हिंसा हो। यसलाई हामीले रोक्नको लागि अब हाम्रो चुनौती अपराध भएपछि मात्र सचेत हुनु होइन, अपराध हुनु अघि नै हामीले सचेत बन्नु हो र यसलाई हामीले रोक्नु हो। अब बुझ्नेछौँ हामी यौन हिंसा बलात्कार किन हुन्छ। असंभव, असंभव, बेचोद असंभव। सर्वप्रथम त गलत सोचको कारणले गर्दा हुन्छ। त्यसपछि भन्ने हो भने हामीले सहमतिको महत्त्व नबुझ्नु, शिक्षाको अभाव, चेतनाको कमी र घर परिवारको डर, त्यस्तै गरेर अनलाइन दुर्व्यवहार र ग्रोइङको कारणले गर्दा यौन हिंसा र बलात्कार बढिरहेको हामीले देख्न सक्छौँ। यसको लागि हामीले घर परिवार र समाजसँग खुलेर कुरा गर्ने र समाज परिवर्तनको सोच राख्नु नै विकल्प उपयोग मानिन्छ। जस्तो कि केही वर्ष अघि मात्र भएको निर्मला पन्तको हत्यालाई पनि हामीले यस घटनामा जोड्न सक्छौँ। त्यस्तै गरी बलात्कार रोक्नको लागि हामीले कडा सजायबाट मात्र गर्न सक्दैनौँ। असल शिक्षा, असल परिवार र राम्रो अनुसन्धान गरेर हामीले बलात्कार र यौन हिंसालाई सजिलै रूपमा रोक्न सक्छौँ। त्यसकारण अपराध भएपछि मात्र होइन हामीले आवाज उठाउने, अपराध हुनु अघि नै यसबाट हामीले सचेत बन्नुपर्छ। तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पे अपने जीजा जी फेंक के मारो या फूफा जी, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे